हेलो साथीहरू नमस्ते। मेरो बारीमा मैले जाडोमा खानको लागि के तरकारी लगाएकी छु आज हजुरहरूलाई सेयर गर्छु है त। सबभन्दा पहिला यो लसुनको बिचमा मैले अलिअलि धनिया पनि छरिदिएको थिएँ। एकदम राम्रोसँग धनिया पनि हुँदैछ। अलि पछि छरेको हुनाले अझै कोही उम्रिँदैछ, कोही उम्रिसकेको छ। यो हो भाजी। यो चाहिँ बजारबाट ल्याएको, कृषिबाट ल्याएको भाजी हो। यो फुल्दैन। अनि यो मुला मैले हाइब्रिड लोकल दुईटै मुला लगाएकी छु। एकदम ठुलो ठुलो हुन्छ यो मुला चाहिँ। अनि सिमी लगाएकी छु, लट्टे सिमी लगाएकी छु। लट्टे सिमी एकदम राम्रोसँग ग्रो भइरहेको छ। यो सिजनमा लट्टे सिमी एकदम राम्रो हुन्छ। सबभन्दा बेस्ट फल्ने लट्टे सिमी नै फल्छ। अनि यो पालकको साग मैले पहिलोचोटि लगाएर एकदम राम्रो हार्भेस्टिङ दिँदो रहेछ। यसले चाहिँ एकदम मिठो पनि लाग्यो मलाई। अनि अलिकति बन्दा थोरै मात्रामा बन्दा लगाएकी छु। धेरै फुलकोपी लगाएकी छु। मैले चाहिँ बन्दाकोपी मैले पहिलोचोटि लगाएकी हुँ।